होइन होइन साथी साथी हो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल है आज चाहिँ हामी सिलगढी हिजो चाहिँ सिलगढी आएको थियौँ आज चाहिँ हामी रिटर्न भएको यहाँबाट दार्जिलिङ गएको हामी चाहिँ अब निक्लेको बाइक चाहिँ बाटोमै है एकैचोटि बाटोमा गएर भेटौँ है सो गाइस अब चाहिँ यहाँबाट हामी सुकुनाबाट चाहिँ उकालो यो रङटोको बाटो जाने है अब सो लिन मास्टर यता छ यहाँ छ होइन अब भिडियो बनाउँदै जाने हामी चाहिँ यहाँबाट कसरी खोलिन्छ सो अब हामी उकालो लागेको गाइस अब के हुन्छ है हेर्नुहोस् मैले बाटोमा भिडियो बनाऊँ भनेको थिएँ भिडियो बनाऊँ भन्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ बाटोमा नबनाएको कारण पनि कति देखाइ बस्नु हो त्यो भएर चाहिँ नदेखाएको सो अब यहाँबाट चाहिँ हामी चाहिँ अब चाहिँ यहाँबाट चाहिँ एक दुईवटा भिडियोहरू बनाउँछु हो त्यस्तो लामो बनाउँदिनँ कम्ती बनाउँछु सो हेरिदिनुहोस् है बस पछि भिडियो बनाउनु अरे भयो सजिलो भयो सो अब चाहिँ हामी यहाँबाट निक्लेको गाइस हल्का भिडियो सुट हुँदो रहेछ पछि चाहिँ हाम्रो भिडियो आउँदैछ गरेर होइन साथी साथी हो बजारमै हो दार्जिलिङमै बजारमै हो त्यो बाटो सजिलो पर्छ यो बाटो लम्बा बाटोमा किन आज आएको नि सर आज बिस्तारै भिडियो बनाउँदै आएको थिएँ कि अन्त यस्तो कन्टेन्ट बनाउँदै ए यो अस्ति दार्जिलिङमा अस्ति उयसमा चिप्लेर नि सिटमा दार्जिलिङमा कि तिमीहरूको जिउ हेरेर नि गाडी अझै लाइट खालको हिँड्नुपर्छ यो त लाइटै छ गएर जिउ बनाउनु पर्यो अनि 200 250 त ठिकै होइन ठिकै छ तर जिम गएर अझै बनाउनु पर्यो जिउ है अझै अलिक राम्रो देख्छ फिट
मेरो मेरो So guys, pwede ko na What's up? मलाई चिन्छौ होइन गएर चिउ बनाउने गर्छु नि सर वर्कआउट त गर्छु म गर्छु कि अहिले चाहिँ अलिकति ग्याप भएर छ हुन्छ सर चिउ बने पनि यो गाडीसँग एउटा एडजस्ट हुन्छ हुन्छ सर गएँ हुन्छ थ्याङ्क यू गाइस चेकिङमा रोकेको थियो लाइसेन्स खाली माग्यो आज फर्स्ट टाइम हो चेकिङमा रोकेको गाइस आज चाहिँ त्यो मान्छेलाई सबैलाई रोक्छ आज चाहिँ लाइसेन्सहरू खालि चेक गर्दो रहेछ ए गाइस आज स्याटरडे भएर खासमा चाहिँ कि कतिजना नभए पर्दैन त किनकि आज स्याटरडे हो यस्तै छ गाइस यस्तै छ होइन बोल्नु सकेको छुइनँ बेसी किनकि विन ग्लास बेसी आउँछ हो त्यो भएर कहाँ हुन्छ सानसानो क्लिप मजाले देखाउँछु साइक्लिस्टहरू पुरा हिँड्छ यो बाटो चाहिँ हामी पनि यसरी हिँड्छौँ गाइस एक समयमा एक समयमा यसरी नै जान्छौँ यसरी नै साइकल कुदाउँदै हो अहिले त कस्तो लाग्छ साइकल नकुदाएको पनि सो गाइस अहिले चाहिँ हामी तिनधारे आइपुग्यो बाइक यहाँ छ लिन गरेको थिएँ टायर खालि हेर्नुहोस् यहाँ भिडियो बनाएर टायर यतिको भइदिएको छ हो भिडियो गरेको थिएँ गाइस क्लिपै आइदिनु रहेछ रड्डी भइदियो हो रड्डी लाग्यो अब लाग्दिने रड्डी मन दुख्यो मलाई त के बोल्दै आइदिएको थिएँ यतिको भइदिइरहेको छ गाइस दामी होइन केटा छुटुक्कै गएर पनि दिइसकेछ हो थाहै छैन हो हामीलाई थाहै छैन नि फेरि सो गाइस अब चाहिँ यहाँबाट निस्किसक्यो हामी आज चाहिँ बल्ल आज अब चाहिँ चिसो पर्दै गयो गाइस चिसो लुगा सुगा लगाइदिइहाल्यो हामीले चाहिँ है देखिरहेको भएको छ यसमा होइन अहिले चाहिँ म चाहिँ कुदाउँदैछु तपाईँको माथिसम्म कुदाउँछु गाइस र के चिज एउटा के भयो भिडियो बनाउँदै थिएँ कि भिडियो हुँदैछ होला
त कति झर्काउँछु भन्दाखेरि अब त्यही त हावा हाल्नुपर्छ अहिले माथि अहिले चाहिँ हामी चिकन भ्यू आएर केटाहरू चाहिँ उहाँ बसिरहेको रहेछ जानु जानुपर्छ छ यहाँ चाहिँ अलिकति डोकेर बुझाउनुपर्छ गाइस होइन फाइदा छैन रहने बुझाउनुपर्छ गाइस होइन गाइस हामी चाहिँ अहिले 8 माइल आएर हो कफी सफी खाइदिँदैछ होइन के किनजना यहाँ भिडियो एडिट गरिदिएको छ बिजी छ हो नयाँ अब यति नै होला अब होइन अब त म एकैचोटि घरमा पुगेर खालि बनाउँछु होला अब अझै किनकि अँधेरो पनि भइदिइसक्यो बाहिर हो आज त हत्तु भइदियो हाम्रो अब के हुन्छ यति नै होला अब एकैचोटि घर पुगेर खालि बनाउँछु या बजार पुगेर बनाउँछु सो आज चाहिँ यति नै हुन्छ होला ब्लग त्यस्तो हामीले बनाएको केटाहरूसित मजा आयो मजा आइँदैन एकदम मजा आयो निन्दा लाग्यो है पुरा त्यो चाहिँ त्यस्तो भइरहेको छ हो गाइस आँखा हेर्नु न आँखा निन्दा नलागेको होला है अब रातभरि सुतेको छैन अन्त 3 बजी कि कति बजी सुतेको हाम्रो गेम खेल्दैको हो हल्का हिजो मजा सुत्यो होइन म त खेल्दै अब गेम सेम खेलेर चाहिँ सुत्दैको 3 बजीतिर हो बिहान कति बजी उठेको 9 साढे 9 छिटो दिन चाहिँ थिएँ नि हल्ला भएर क्या मलाई थाहा थियो त्यस्तै हुन्छ भनेर त्यो भएर चाहिँ म चाहिँ सुत्दाको म चाहिँ हुँदैन थाहा छ नि त हो कति बेला के हुन्छ होइन सो गाइस अहिले त्यसरी घर पुगेर भेटौँ सो ल जिग्मी अब उता जान्छ कमेन्ट ऊ चाहिँ अब उसको घर जान्छ होइन ऊ र म चाहिँ टक्कै घरमा गएर ल्यान्डिङ गर्छ ऊ र म चाहिँ सँगै बस्छ नि त म चाहिँ अब घर आइपुगिसकेँ अब चाहिँ किनकि बाटोमा भिडियो बनाऊँ भनेको थिएँ बहुत अँधेरो भइसकेको थियो किनकि यस्तो भइसकेको छ बाहिर चाहिँ होइन अब बाटोमा देख्दैन पनि हो सो आउने बित्तिकै आमाले चाहिँ मलाई थुक्पा बनाइदिइरहनु भएको थियो रहेछ भेज होइन यो भेज थुक्पा खाएर चाहिँ सुत्दिने हेब्बी थाक्थ्यो हो थाक्यो है बहुत थाक्यो हेब्बी थाक्यो सुदेखिको अन्त कुदाको कम्मर दुखेर हो सो गाइस आजको भिडियो चाहिँ यति नै हो आई होप तपाईँहरूले मन पराइदिनु हुन्छ हो बाई बाई गाइस आई होप तपाईँहरूले भिडियो मन पराइदिनु हुन्छ होला होइन